Hello everyone, welcome to Euro Visa Chit Chat episode 3. We are from DNM HR Consultancy. It's me Salina. Today we have again Greece visa success candidate Mr. Vishwa Prasad Gaujan. पहिले पनि कुनै कन्सल्टेन्सीबाट एप्लाई गर्नु भएको थियो? पहिला एप्लाई गरेको थिएँ त्यो चाहिँ अहिले नाम चाहिँ अब कसैलाई अब 8 दिन 9 दिन अनि मैले चाहिँ 20 दिनमा मैले चाहिँ पाएको। बधाई छ हजुरलाई DNM HR टिमबाट। हैन कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने आउँदा हुन्छ। नमस्ते सर। नमस्ते। हजुरको युरोपको जर्नीको बारेमा आज थोरै हामी गफहरू गरौँ अनि हाम्रो ऑडियन्सहरुलाई पनि शेयर गरौँ है। हस्। अनि हजुर दुबई आउनु भएको कति टाइम भयो? म दुबई आएको 4.5 इयर्स भयो। ओके, अनि तपाईले यो DNM HR को बारेमा चाहिँ कसरी थाहा पाउनु भयो? मैले मेरो आफ्नो साथीबाट मैले थाहा पाएको। ओके। अनि त्यसपछि टिकटक पनि हेरेर आउँथे हामीले अनि त्यसबाट अब थोरै नलेज पाइयो अनि यता अफिस भिजिट गरियो। ओके, हजुरलाई थाहै छ हैन अब दुबईमा कति धेरै स्क्यामहरू भइरहेको छ। तपाई चाहिँ फर्स्ट टाइम दुबई आएर DNM HR बाटै फर्स्ट टाइम एप्लाई गर्नु भएको हो कि यो भन्दा पहिले पनि कुनै कन्सल्टेन्सीबाट एप्लाई गर्नु भएको थियो? पहिला एप्लाई गरेको थिएँ त्यो चाहिँ अहिले नाम चाहिँ नखोलाम हैन। अनि यो चाहिँ मैले आफ्नो एकजना भाइ हुनुहुन्छ हैन त्यहाँबाट पनि सुने त्यहाँ अफिस गएर भिजिट गर्नु त्यहाँदेखि मान्छे पठाइराख्नु भएको छ भनेर थाहा भयो त्यो। ओके, अनि तपाईको भिजा चाहिँ कति टाइममा लागेर आयो त? मेरो चाहिँ भिजा लाग्यो भने 7 महिना जति भयो। ओके, अनि हजुरलाई चाहिँ DNM HR टिमबाट चाहिँ यो 7 महिनाको टाइममा तपाईलाई अपडेटहरू कस्तो आयो अनि कतिको डकुमेन्टेसनहरुको लागि हेल्प भयो? हेल्प त राम्रैसँगै भयो हैन। दाइहरूले सिकाउनुहुन्छ राम्ररी हैन। बेला-बेलामा मेसेज पनि गरेर आउनुहुन्छ सिकाउनुहुन्छ मजाले। क्वेशन एन्सर यस्ता उता सबै सिकाउनुहुन्छ दाइले एकदम हेल्पफुल हुनुहुन्छ। ओके, अनि तपाईको वर्क पर्मिट आएर VFS को लागि चाहिँ कहिले डेट पाउनु भयो? एम्बेसी कति टाइममा जानु भयो? मैले एम्बेसी के रे 2.5 महिना जति लाग्यो हैन डेट पाएको। हजुर हजुर। ओके, अनि एम्बेसीमा चाहिँ क्वेशन्सहरु सोध्छ अरे हैन? लाइक एम्बेसीमा कस्तो खालको क्वेशन सोध्छ? गाह्रो सोध्छ कि बेसिक क्वेशन्सहरु सोध्ने हो कि? बेसिक क्वेशनहरु सोध्छ। इङ्ग्लिश चाहिँ मजाले ठिकको बोल्नु पर्यो हैन नडराइकन हैन। त्यही बेसिक अब कहाँ हो ठाउँको नाम के हो के कामको लागि जान लागेको हैन लिभिङ एरिया कहाँ हो अनि त्यसै बेसिक क्वेशनहरु सोध्छ। ओके, हामीले एप्लाई गरेको ठाउँको बारेमा चाहिँ हामीलाई नलेज हुनु पर्यो है। ओके, अनि तपाईले एम्बेसीमा इन्टरभ्यु दिएको कति टाइममा चाहिँ पासपोर्ट पाउनु भयो त? अब कसैलाई अब 8 दिन 9 दिन अनि मैले चाहिँ 20 दिनमा मैले चाहिँ पाएको। ओके, 20 डेज भित्रमा तपाईले चाहिँ पासपोर्ट पाउनु भयो। ओके, ल खुसी हुनुहुन्छ नि भिजा लागेकोमा? खुसी छु धेरै। तपाईले कहिले जाने प्लान बनाउनु भयो त? मैले चाहिँ कम्पनीलाई रिजाइन दिएको छु। अब अप्रुभल भयो चाहिँ मेबी 20-25 दिनमा म जान्छु। ल बधाई छ हजुरलाई DNM HR टिमबाट धेरै धेरै शुभकामना छ एन्ड बेस्ट अफ लक फर योर फ्युचर। केही भन्न चाहनुहुन्छ त हाम्रो ऑडियन्सहरुलाई DNM HR टिमको बारेमा DNM HR कन्सल्टेन्सीको बारेमा केही फिडब्याकहरु दिन चाहनुहुन्छ? DNM एकदमै राम्रो छ हैन। कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने यहाँ आउँदा हुन्छ हैन। फर्स्ट जनैदेखि इन्डिया जाने समय एकदमै हेल्पफुल हुनुहुन्छ गाइड पनि राम्ररी गर्नुहुन्छ हैन। यहाँ आउँदा केही फरक पर्दैन। धन्यवाद। अनि थ्यांक यू सो मच हजुरहरुलाई पनि हाम्रो भिडियोजहरु हेर्दिनु भएकोमा र सबैजनाले लाइक सब्स्क्राइब र शेयर चाहिँ गर्न नबिर्सिनु होला अनि हजुरहरुको केही क्वेशन्सहरु छ भने हाम्रो कमेन्ट सेक्सनमा कमेन्ट पनि गर्दिनु होला। धन्यवाद।